नमस्कार साथीहरू, तपाईहरु सबैजनालाई स्वागत गर्न चाहन्छु शक्ति अन रोड अफिसियल ब्लग युट्युब च्यानलमा। मैले तपाईहरुलाई पहिलेको भिडियोमा जानकारी गराए अनुसार अस्का 5K मिनी एक्सन क्यामेराको टेस्टिङ भिडियो लिएर आएको छु। हेरेर साथ दिनु होला है त। र मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई लाइक र कमेन्टले सजाइदिनु होला है त। कस्तो लागेको छ त साथीहरू तपाईहरुलाई मेरो यो टेस्टिङ भिडियो? बाटो त यहाँको साह्रो खराब छ। त्यही खराब भएर नि यही बाटो रोजेको मैले। गाडी हल्लिन्छ तर क्यामेराको स्टेबिलिटी हुन्छ नि त्यो चाहिँ हल्लेको छैन। यहाँको बाटो चाहिँ खराब भएको भएर नै रेकर्डिङ गरेको है त साथीहरू। हेर्नु त गाडीको ताती हेर्न यसले पेलेर ल्याएको ला 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 हेर्नु त यस्तो गर्छ नि त यहाँ त। गाह्रो छ हौ गाह्रो छ। ला हेर्नु गाडीको ताती कति हो कति। भिडियो क्वालिटी कस्तो लाग्यो कमेन्ट गरेर जानकारी गराउनुहोस् है त साथीहरू। पिच रोडमा सानो सानो खाल्टाखुल्टी भयो नि कस्तो थर्किन्छ तर जस भिडियो चाहिँ राम्रो आएको छ मलाई चाहिँ ठिक लाग्यो। हो यहाँ अगाडिबाट तल झर्ने हो सर्लक्क लाएर। राइट हानेर पहाडको छेउछेउ बाटो बनाएको छ। बोट बिरुवा नभए पनि जस बस्दा बस्दै राम्रो लाग्न थालिसक्यो हो यो ठाउँ त। ल हेर्नु त्यही पहाडको बीचबाट बाटो बनाएको। अगाडिबाट घाम टल्केर तर पनि जस राम्रै देखियो भिडियो। ल हेर्नु जस हरियो पर्यो चाहिँ देखिन्छ। अगाडिबाट घाम टल्केर साह्रो गाह्रो गराउने क्या बेला बेलामा। यो दुवै गाडीले हेर्नु अगाडि आएर कस्तो ल्याङ गर्छ नि हो साथीहरू यो दुवै गाडीले मलाई। बिहानै बिहानै खिचेको भिडियो हो त्यही भएर ठ्याक्कै अगाडिबाट घाम परिरहेको छ। हुन्छ दाहिने साइडमा पुरै खजुर गाडी हो त्यो हरियो देखेको। यो खजुर गाडी सबै यो गाडीले मलाई कति बेरसम्म ल्याङ 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 गरेर साइड नदिएर अगाडि जानै नदिने त नि भनेको। खुब डरायो यसले मलाई।
अब चाहिँ यसले मलाई साइड दिन्छ है त, बत्ती बालेर टिलिक टिलिक गर्छ। ऊ दियो बत्ती। अब म निस्केँ रनननन्न गरेर। तपाईहरुलाई कस्तो लाग्यो साथीहरु यो भिडियो? ट्याक्क लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोस् है त। शक्ति अन रोड अफिसियल ब्लग युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस् है त। पुरै हरियो छ नि कतै कतै त। ल अहिलेसम्म भिडियो हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद तपाईहरुलाई है।